लाइन देखेर निन्द्रा लाग्यो यार मान्छेहरु हेलो एभ्रिवान नमस्कार सेवा चाय भन्ने क्लबले सन्चै हुन्छ होला नि भन्ने सन्चै छु र सबैजना साथीहरूलाई ह्याप्पी न्यू इयर साथीहरू। अब म र साथी चाहिँ हामी घुम्न जान आँटेको साथीहरू कहाँ जान्छौँ के गर्छौँ तपाईँलाई देखाउने छु साथीहरू। हामी चाहिँ हिँडिसकेको हामी चन्द्रगिरी जानेवाला हो। हामी साथी मिलेर जाँदैछौँ। घाम लागिरहेछ हावा पनि आइरहेछ। खमेरो गजललाई ओठो भिज्दै गयो छाता निकाल्छौँ होइन। अब हामी चाहिँ हामी छाता उडेर जान्छौँ पानी पर्न लागेछ भिज्दै जानु त भएन पानी परेर खत्तम भयो। हामी घुम्न हिँडेको पानी आएर हाम्रो बिचो पानी पर्नु थालेको छ। चन्द्रगिरी आयौँ हामी साथी पाएको छौँ एकजनामा यो छाता उड्नु पर्नु यतिकै भिडियो खिचेर हाल्दा हुन्छ होला नि होइन आन्टी? भिडियो हाल्दा हुन्छ होला नि? सस्तो मात्र 1 रुपियाँ हो क्या। चन्द्रगिरीको लागि यसै आइराख्नु भएको छ। यति हिल लाएर चाहिँ हामी सक्छौँ अहिले साथी। हामी चाहिँ जुत्तामै हो हिँड्न नसक्ने मान्छे पर्यौँ होइन छाता उडेर हिँड्दैछौँ पानीको भिजाउँछ भनेर। अब यत्रो मेकअप उकालो रहेछ है तर पानीले मेकअप सेकअप उडाउनु सक्छ भनेर हावा चल्यो छाता त उड्नु परिहाल्यो होइन। हावा चलेर हुडुडु हुँदैछ। हेर्नु होला यहाँ जाने बाटो यतिकै ठिक छ भनेर घुम्नुपर्छ 2 दिनको जिन्दगीमा मरि लानु के छ र है। हजुर हावा एकदमै जाडो रहेछ। हाम्रो चाहिँ अब यी छाता उडिया छ यहाँ उयो बेच्नु जाने हो यहाँहरू। यहाँ चाहिँ हामी जाँदैछौँ रोड क्रस गर्दैछौँ तर यस्तै हो साथी। केबल कारसँग बाटो छोटो बाटोहरू यहाँ लेखिरहेको हो यहाँ लेखिरहेको छ केबल कार जानु। हामी केबल कार जाने हो त्यो केबल कारमै जाने होला नि पानी। हामी सिडी चढेर आउँदैछौँ होइन होइन सासा भइसक्यो हिरोइन भएर यस्तो ड्रेस लाएर आएको कि मेकअप सेकअप हानी हो अरे तर लास्टै गाह्रो भइरहेको छ। चिसो चिसो त्यो सफा पानी परेर त्यस्तो सफा भइरहेको छ आकाश। सस्तो मिठो छ जानु भन्छ त हो के भन्छ तिमी यहाँ कति सफा देखिरहेको छ यहाँ काठमाडौँ चन्द्रगिरी। मान्छेहरू पुरा आएको रहेछ घुम्न। आज न्यु इयर भएर पनि होला है।
ग्लास हालिदिनु न कुन यो सिल जाने बाटो छ नि त यहाँ मान्छेहरू कम्ती छैन हौ आम्मा न्यु इयर भएर होला केबल कारमा चढी लाइन त आम्मा मान्छेहरू त यो त भोलि मात्र सक्छ होला त यार तपाईँ यहाँदेखि फर्किनु हुने सोधौँ न उसलाई केबल काट्नु चढ्ने लाइन त ओ माई गड लाइन त यस्तो छ केबल काट्ने कहिले आइपुग्छु यत्रो लामो लाइन आमा कहिले जानु भगवान् लाइन देखेरै निन्द्रा लाग्यो यार यो पट्यान ब्यागमा हाल्नु हेलो साथीहरु नमस्ते कुछ नहीं समझते हैं नमस्ते हामी केबल कारहरु पनि छ जाँदै आउँदै गर्छ एम्बो अब डर लाग्छ जब किच ऊपर जाके त्यसलाई रोक्दै छ पुरा सुनसान लाग्छ अनि यहाँ भित्र यहाँ पुग्दै कस्तो हुन्छ होला यहाँ साउन्ड पनि आयो ध्यान के डर लाग्यो आज यहाँ चन्द्रगिरी जाँदैछौँ यो पर पनि के जाँदैछ आउँदै रहेछ है कोही आइरहेछ देखो न तू खड़ा होके देखो बसेर के अघि आए साथी तिमी कहाँ हिँडेको चन्द्रगिरी केको लागि ना कुछ बुझाइछ महादेवको दर्शन गर्न हिँडेको यस्तो तो डराइ लाइन बसेर हैन बल्ल 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 फाइनली फाइनली हामी केबल कार चढेको छौँ अन्त चन्द्रगिरी जाँदैछौँ ले बाबीले त्यही साथी भिडियो बनाऊ न भिडियो बनाऊ फाइनली यार कस्तो आइपुग्यो नि म त सोचेको थिएँ लाइन देखेर क्या मलाई एटिएम अनि मन्दिर नलाइन जाँदैछौँ अनि जाँदैछौँ हिँड्दै हिँड्दै मन्दिर हिँड्न नसकेर खुट्टा दुखिसक्यो तर घाम चाहिँ लागिरहेको छ अनि मन्दिर जाँदैछौँ बनाउने मात्र टिकटक बनाउनु चिसो भयो सरी छ है ओ माई गड वाट हामी अरू झिक्दै गयौँ नि त्यो लाइन हालेर पूजा गरेर टिका लाउनु पनि फर्स्ट टाइम आएको हो यार फर्स्ट टाइम यसरी भयो हामी चाहिँ अब टिका लाउनु लाइन बस्दैछौँ कस्तो राम्रो देखेर न उयो समय ब्याग ब्याग
ब्यागी बोकेर त के खिच्ने ल यहाँ खिच्ने एउटा यहाँ हामी चाहिँ लाइन बस्नु आँटेको फोटो यसको लागि टिका लाउनुलाई पक्नु कस्तो राम्रो भ्यू छ कि यहाँ भ्यू हेर्नु सक्नुहुन्छ यो चन्द्रगिरीको भालेश्वर मन्दिरदेखि हो पानी परेर कस्तो राम्रो देखिरहेको छ हेर्नु है बजार मन्दिर यहाँ घन्टी छ फोटो खिच्न मन आइरहेछ कि यहाँ रहेछ तर के गर्नु है फोटो खिच्नै पर्यो अन्त टिका लाउनुलाई यहाँ टिका लाउनुलाई लाइन पर्नु भएको छ सबैजना लाइन हुनुहुन्छ हामी लाइन हो हामी टिका पनि लगाइसक्यौँ अब यो लाउँदा के हुन्छ अङ्कल ए सबै लाग्दैन पछि अनि आम्ला न मन्दिरमा त पानी परेर कस्तो सफा छ कि यहाँ सबैजना हाम्रो सिटे पनि बिन्दास छ यहाँ हेर नयाँ वर्ष 2 घन्टा कि 3 घन्टा पो हामीले रोक्यौँ त्यहाँ लाइन हामी लगभग 2 घन्टा आधा मिनट 2.5 घन्टा जति त त्यत्रो लाइन बसेर हामी फाइनली यहाँ फाइनली हामी आइपुग्यौँ केवल काठ चढेर होइन यस्तो ठुलो प्रतीक्षा गरेर हामी यहाँ भालेश्वर महादेवको दर्शन गर्न आइपुगेका छौँ अनि त्यही हो साथीहरू यहाँ तल यहाँ साइक्लिङ पनि हुँदो रहेछ अन्त यहाँ तल चाहिँ जिप लाइन पनि रहेछ मलाई जिप लाइन चढ्नु मलाई चाहिँ हेर्दै गरौँ चढ्छु चढ्दिनँ लाइन चढ्ने चाहिँ यता छ यहाँ चाहिँ जिप लाइन चढ्ने चाहिँ अन्त हामी चाहिँ यहाँ छौँ हामी मन्दिर गएर टिका सिकाहरू लगाइसक्यौँ अब हामी फाइनली हामी खाएर फर्कि पनि सक्यौँ अन्त फर्किँदैछौँ खानेकुरा खायौँ तर मिठो पनि थिएन फ्राई चम्च एकै मिठो थिएन तर पनि शीतल भोक लागेको कारणले चाहिँ हामी खाएको हो र यहाँ चाहिँ साउन्ड किन हालेको भन्दाखेरि चाहिँ साउन्ड रेकर्ड गरेको साउन्डै नआइरहेको रहेन रहेछ अन्त त्यही कारण यत्तिकै भोइसलाई फेरि एड गरिरहेको छु अन्त हामीले फाइनली फर्किसक्यौँ अब हामी घरतिर लागिरहेको छौँ अन्त पानी पनि पर्नु लागेको जस्तो छ अन्त सबैजना फर्किनु हुँदैछ अनि यहाँ जाँदै गर्दाखेरि लाइन फेरि जाँदाखेरि आउँदाखेरि त लाइन लाग्नु पऱ्यो हो आउँदाखेरि लाइन लाग्नु पर्ने रहेछ हेर्नु होइन तलदेखि त माथिसम्म अनि त्यहाँ गार्ड अङ्कललाई सोधेको तपाईँ जानु हुँदैन अङ्कल भन्दाखेरि चाहिँ एकछिन अहिले भरेतिर मात्रै जान्छु हामी त भन्नुहुँदै थियो अनि हेर्नुलाई तलदेखि यहाँ माथिसम्म छ लाइन लागेर चाहिँ हामी जानुपर्ने हुन्छ अन्त त्यही हो साथीहरू इन्जोय गर्नु होला भिडियो हेरेर साउन्ड रेकर्डसँगै भएको थियो तर मेरो ब्याट्री सकिन आँटेको नि र अन्त त्यही कारणले पनि साउन्ड नआएको होला सायद र हामी चाहिँ फर्क्यौँ त्यहाँ फोटोहरू खिच्यौँ गऱ्यौँ र हामी घर फर्क्यौँ किन जाडो भइरहेको थियो पानी परेको थियो नि त अन्त एकदमै जाडो भइरहेको थियो हामी के बोल्दै जाँदै थियौँ केही साउन्डै आएको रहेन रहेछ कि अन्तिममा अनि त्यहाँ गार्डन रहेछ कस्तो राम्रो फुल रहेछ गुलाबको फुलमा त्यस्तो देखाएको अनि त्यहाँदेखि हामी जाँदैछौँ अब एकदमै जाडो भइरहेको थियो अनि घर जाँदैछौँ अघि यहाँ कति मान्छे थियो है लाइन थियो नि होइन अहिले त छैन कि अन्त त्यही देखाइरहेको थिएँ
सबैजना घर फर्किनु हुँदैछ। यति बेला समथिङ 5 बज्न आँटेको थियो। उहाँहरू पनि हामीसँगै नै जानुभएको अनि फर्केर तिम्रो हामी पनि कुरा गरिरहेको थियौँ दुईजना। यस्तो रमाइलो भएको हुन्छ नि, खुरै नगर्ने लाइफको फर्स्ट टाइम त्यति रमाइलो भएको हुन्छ नि। अनएक्सपेक्टेड भएको यो हाम्रो नि दामी भएको। हामीले यस्तो भएर सोचेको पनि थिएनौँ होइन, हामी चन्द्रगिरी भालेश्वर जान्छौँ। महादेव जान्छौँ केबल कार चढ्छौँ। केबल कार चढ्छौँ भनेर, तर पनि अनएक्सपेक्टेड। हामी रमाइलो यु आर सो लक्की। यस वी आर सो लक्की। मान्छेहरू कति हुन्छ नि, कति प्लान बनाउँदा पनि जानु पाउँदैन, तर हामी जानु पायौँ। प्लानै थिएन कि होइन, अनएक्सपेक्टेड जाउँ भनेर हामी हिँडेको, तर पनि रमाइलो भयो। 2082 को यता क्रस गरौँ होला। 2082 को नयाँ वर्ष 1 गते एकदमै रमाइलो भयो। सबैजना फर्किनु हुँदैछ। हामी खाजा खाँदैनौँ, हामी घरमा मिठो बनाउँछौँ। अघि हामीले खाइहरू आएको कस्तो मिठो थियो। कस्तो मिठो खानेकुराले छ। तपाईँहरूको के खानु, हामी मात्र खाएको पिठामा पैसा मात्र खर्च, पैसा मात्र गयो। भुजा र चाउचाउ र भुजा अनि त्यसमा नुन हालेर मोलेर दिएको थियो। हेलो साथीहरू, हामी चाहिँ आयौँ अनि आएर एकछिन सुत्यौँ। एकदमै थकित भएको थियो, पानी पनि परिरहेको थियो, जाडो पनि भइरहेको थियो। अन्त त्यही भएर नि हामी चाहिँ आउनु बित्तिकै सुतेको। अनि साथी पनि सुतिरहेको छ। अनि म चाहिँ उठेर अब फ्रेस हुनु पऱ्यो, मुख धुनु पऱ्यो, स्किन केयर गर्नु पऱ्यो, अनि चाहिँ सुत्नुपर्ने हुन्छ। अनि भिडियो एडिट पनि गर्नुपर्ने छ। त्यही भएर भिडियो एडिट गर्नुको लागि आएको हो साथीहरू। र गर्नुभन्दा अगाडि चाहिँ लाइक, सब्सक्राइब, सेयर गर्नु नबिर्सनु साथीहरू। तपाईँले भनिराख्नु पर्दैन तपाईँ कति पाठो चाहिँ यो कुरामा, तर पनि म भन्छु म होइन। ओके साथीहरू, सी यू नेक्स्ट भिडियो, बाइ बाइ, टेक केयर।